जाओस् भनौँ हामीले हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण सबैभन्दा संवेदनशील सबैभन्दा हाम्रा अतिथि पाहुनाहरूलाई स्वागत गर्दै यो कार्यक्रमलाई भव्य कार्यक्रमलाई सम्पन्न गर्न आर्थिक सहयोग, भौतिक सहयोग, नैतिक सहयोग प्रदान गर्नुहुने मनका धनी दाताहरूप्रति सम्मान व्यक्त गर्दै बिदा हुन चाहन्छु। धन्यवाद। जय किरात, जय शून्य पर्व। धन्यवाद। किरात राई आएका सुनसरीका अध्यक्ष, आजको यस विशाल समारोह कार्यक्रमका सभाध्यक्ष राजेन्द्र राईज्यू र म पुनः अतिथि आसन ग्रहणको क्रमलाई जोड्न गइरहेको छु र अतिथिको रूपमा म किरात राई आएका केन्द्रीय समितिका सदस्य आदरणीय नेता चिराङ राईज्यूलाई म आजको यस कार्यक्रममा अतिथिको रूपमा आसन ग्रहण गरिदिन हुन म हार्दिक आग्रह गर्न चाहन्छु। त्यसै गरी किरात राई चाम्लिङ खाम्बादिमका केन्द्रीय उपाध्यक्ष एमबी अर्थात् मानबहादुर राईज्यूलाई पनि म आजको यस समारोह कार्यक्रममा अतिथिको रूपमा आसन ग्रहण गरिदिन हुन म हार्दिक आग्रह गर्न चाहन्छु र म अबको क्रममा हाम्रो विभिन्न किरात व्यक्तित्वहरूलाई सम्मानको कार्यक्रम पनि रहेको छ, तर उहाँहरू उपस्थित हुनुहुन्न। केही समय पछाडि हामी त्यो कार्यक्रमलाई जोड्न गइरहेका छौँ र त्योभन्दा अगाडि आज हामी यो हाम्रो महान चाड साकेला उभौलीको यो विशाल समापन समारोहमा छौँ र आज यो ऐतिहासिक कार्यक्रम पनि रहेको कुरा म हार्दिक जानकारी गराउन चाहन्छु, किनकि यो अर्थले ऐतिहासिक हो कि आज हामी यो विशाल सुनसरीभरिको राईहरूको तमाम गैर राईहरूको तमाम विभिन्न सामाजिक व्यक्तित्वहरूको विभिन्न नेपाल सरकारको विभिन्न ओहदामा रहेर काम गरिसक्नुभएका तमाम महानुभावहरूको बिचमा आज हामी विशेष एउटा कार्यक्रम जोड्ने हामीले जमर्को गरेका छौँ र अघि नै पनि मैले भने हाम्रो ज्ञात अज्ञात हाम्रा पुर्खाहरू पितृहरूको नाममा 1 मिनेट सम्झनामा हामीले मौन धारण पनि गरिसकेका छौँ। त्यसो भएको हुनाले आज जसको पालामा यस धरानका पूर्व मेयर, आधुनिक धरानका परिकल्पनाकार, अत्यन्तै शालीन बौद्धिक व्यक्तित्व स्वर्गीय ध्यानबहादुर राईज्यूको शालिग यहाँ बनाउने निर्णय भएको छ र आज यो सुनसरीभरिको राईहरूको उपस्थितिमा स्वर्गीय ध्यानबहादुर राईज्यूको शालिगको आज आज उद्घाटन, यसको शिलान्यास गर्ने कार्यक्रम रहेको छ। त्यसो भएको हुनाले यो हाम्रो स्टेजको उत्तर पूर्वपट्टि रहेको हाम्रो रोज गार्डन छ, त्यो रोज गार्डनमा हाम्रो स्वर्गीय ध्यानबहादुर राईज्यूको अर्धकपको शालिग हामीले बनाउने छ, त्यसको शिलान्यास गर्ने कार्यक्रम पनि रहेको हुनाले म अबको क्रममा आजको यस कार्यक्रमका र म त्योभन्दा अगाडि म स्वागत मन्तव्य पछाडि आजको यो वडा स्तरीय